र मेरो चाहिँ अब यिनीहरू चाहिँ मलाई पछाउँदैछ कमुलिका अनि यतादेखि जानुहुन्छ सर्टकट हो नि आज लाने हजुर होइन यहीँ छ मसँग गुड मर्निङ गाइज वेलकम ब्याक टु माई न्यू ब्लग तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु र आज म तपाईँहरूलाई मेरो गाउँको सिम्पल लाइफ देखाउने छु र अनि यहाँको डेली मेरो रुटिन काम र यहाँको मर्निङ भाइब्स है सो आज चाहिँ मर्निङ पनि एकदम सनी बिहानै दामी घाम लागिरहेछ र मेरो चाहिँ अब बिहानको सुरुवात हुन्छ चिया टाइम बिहानको चिया नखाए त मेरो दिनै सुरुवात नभएको जस्तो लाग्ने है एकदम एनर्जी यो चियाले ब्ल्याक टी गुड फर हेल्थ है कुखुराको खोर पनि कुखुरालाई छोड्नु पर्छ सो आज अलिक लेट भयो यिनीहरूलाई खोल्दैन सो यिनीहरूले चाहिँ मलाई पछाउँदैछ यिनीहरूको ब्रेकफास्ट टाइम अर्ली मर्निङ सो यिनीहरू चाहिँ मेरो पार्ट अफ फ्यामिली है गाई चाहिँ अब हाम्रो कतिवटा 11वटा कुखुरा छ सो त्यसमा 3वटा जेन्ट्स 1 2 3 जेन्ट्स सो दे अब पेट नेम अब जेन्ट्सको चाहिँ पेट नेम चाहिँ के भन्दा त्यसको सागर बसन्ते ऊ त्यसको किस्ने सो अल लेडिज सो ठुल्ठुलो नाम यिनीहरूको प्रिया नम्रता साची कमुलिका ऊ परको त्यसको सोइङ त्यसको नाम काया सो दे आर अल्सो पार्ट अफ माई फ्यामिली अब यिनीहरूको ब्रेकफास्ट खाएर अब आफ्नो दुनियाँमा घुम्न जान्छ सो लेट मी गिभ देम माई स्पेस अब यस्तै छ हाम्रो गाउँको सिम्पल लाइफ एकदम नाम चाहिँ मैले राखिदिएको तिनीहरूको सो हाम्रो पहिला मुगाम्बो थियो मुगाम्बो बट अलरेडी हाम्रो मम्मीले सेल गरिदिनु भयो सो अहिले चाहिँ छैन यदि अब पछि पाल्नु हुन्छ होला सो हाम्रो बिहानको मर्निङ भाइब यस्तै छ है साथीहरू एकदम मर्निङ घाम लागेर चाहिँ रमाइलो लाग्छ इफ क्लाउडी भएको भए चाहिँ बर्बाद तिमीहरू खान्छस् कि नकल बार्छस् का सो उनीहरूको ब्रेकफास्ट टाइम अहिले चाहिँ खायो चुचे करेला पनि फल्दै छ तर सानो रहेछ कोही त के भएर कुहिनु पनि थालेछ मेबी अस्ति नै यो टिप्नु पर्ने थियो होला सो कोही चाहिँ कुहिनु थालेछ कुहिएको चाहिँ अब मेबी सुँगुरको लागि चारो हुन्छ इस्कुस हेर्नु इस्कुस सो कोही चाहिँ यति धेरै खान्छ आमा दिनभरि नै खान्छ होला यिनीहरूले खानु पायो भने त यो चारो कोही चाहिँ खाएर अघि बाटो लागिसक्यो सो साथीहरू अब म चाहिँ चुचे करेला टिप्नु पर्यो
तुषारहरू सबै बिगारिदिएर छ एकदम जाडो पनि बढ्न थाल्यो हाम्रोतिर चाहिँ विन्टर लागेपछि एकदम चिसो हुन्छ है अलिअलि त्यहाँ टिपे अब अलिकति यहाँ पनि बाबल रोप्नु भएको रहेछ टिप्दिउ न बिग्रिनु भन्दा यस्तो तुषारले भेटेर चाहिँ कुहिँदो रहेछ कुहिँनुभन्दा टिपेर सब्जी खानु बेस्ट एकदम यो चाहिँ सिकुटीहरूसँग यति मिठो हुन्छ नि खानु चाहिँ एकदम मजाले झुप्प फलेको रहेछ खरबुजा पनि फल्दै रहेछ तर के गर्ने अब सुँगुर मरेको उसको डाइट खाने छैन अब साथीहरू मेबी एक छाक पुग्यो छँदैछ उता पछाडि मेबी सुँगुर खोलको माथि र अब बिस्तारै भरेबल टिप्नुपर्छ इस्कुस पनि मजाले फल्दैछ इस्कुसको मोमो खानु चाहिँ मजा आउँछ है तर इस्कुस पनि टिप्दिउँ न सब्जी हुन्छ दुईवटा जस्तो चाहिँ टमाटर इस्कुस दुईवटा चाहिँ टिपिराखौँ भरेबाट टिप्दा हुन्छ अरू हाम्रोतिर यसलाई चाहिँ चुचे करेला भन्छ तपाईँहरूकोतिर चाहिँ के भन्छ है साथीहरू जस्ट कमेन्ट एन्ड भन्नु होला तपाईँहरूकोतिर चाहिँ के भन्छ हाम्रोतिर चाहिँ चुचे करेला भन्छ यस्तै छ सो साथीहरू म चाहिँ अब एकछिन हाम्रो चिज फ्याक्ट्री पनि होइन तपाईँलाई लाँदैछु सो दही पनि ल्याउनु पर्ने र त्यही भएर सो दहीसँग र सब्जी भात खाने प्लान भयो सो गर्न गाई त छैन त्यही भएर चिज फ्याक्ट्रीमा दही पाउँछ कि भनेर यसो लिन जाँदैछु सन्दकपुरतिर पनि क्या मजाले दिन खुलेको रहेछ यतिखेर पनि बेस्ट टाइमै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ घुम्नु जाँदा अब कस्तो हुन्छ भने उसो लाग्यो भने त केही राम्रो लाग्दैन है तर एकदम घाम लाग्यो र दिन खुल्यो भने चाहिँ रमाइलो लाग्छ सन्दकपुरमा पनि सो म्याक्सिमम् उता इन्डियादेखि चाहिँ बढी मान्छे आउँछ उता वेस्ट बेङ्गाल भनौँ न नेपालदेखि त खासै घुम्दैन आई डोन्ट नो दही पाउँछ कि पाउँदैन हो बडा कता हो के दुध पुऱ्याउनु का सन्चै बडा होइन यतादेखि जानु हुँदैछ सर्टकट हो नि ल बडा दही छ कि छैन नि सो म चाहिँ चिज फ्याक्ट्रीमा आइपुगेँ यहाँ पर सुरेशजी कता हो भने यार हो र अब चिज फ्याक्ट्रीमा आइयो हाम्रो यहाँ गाउँको चिज फ्याक्ट्री सुरेशजी यस के आज लाने हजुर देवा सन्चै ए कता दुध पुऱ्याउन सुरेशजी अनि के हो फुल प्याक हो हजुर बढी दही छ कि छैन दही पो खाउँ भनेर दही छ म दिनु न यहाँ चिज फ्याक्ट्रीमा चाहिँ आज चिज लोड हुँदै रहेछ साथीहरू एकदम कहाँ पुऱ्याउने हो यो चाहिँ हाम्रो काठमाडौँ जाने हो काठमाडौँ
तिमी चाहिँ कहाँ झापासम्म कि र सुरेशजीको गाडीमा चिज फ्याक्ट्रीमा चिज लोड हुँदै रहेछ एकदम रमाइलो छ केटाहरूको यहाँ चाहिँ चिज फ्याक्ट्री स्टोर रहेछ है साथीहरू हेर्नु मिल्छ नि यहाँ चिज चाहिँ यसरी पानीमा एकदम डुबाएर राख्दो रहेछ है यो चाहिँ उता काठमाडौँ अब ट्रान्सपोर्ट हुन आँटेको रहेछ कसरी के छ अङ्कल ए भाइ है 950 सो तपाईँहरू पनि मगाएर खानु सक्नुहुन्छ 950 रुपियाँ केजी यो चाहिँ काठमाडौँको लागि प्याकिङ भइरहेको रहेछ है साथीहरू चिज खानु मजा आउँछ यो चाहिँ डिफ्रेन्ट खालको चिज यो चाहिँ के चिज हुन्छ हौ भाइ कञ्चन चिज सो कञ्चन चिजको नि अब डिफ्रेन्ट खालको हुन्छ है मेबी अब यस्तै छ यता चाहिँ दुधहरू रिसाइकल गर्ने सरसफाइ गर्ने यस्तै छ हाम्रो ठाउँको चिज फ्याक्ट्री सो बडीले दही पनि किन्नुभयो दही पनि पायो नर्मली पाउँदैन है दही अब कहिलेकाहीँ यहाँको दही पनि खानुपर्छ घरमा गाई छैन गाई है सुरेशजी ल बिस्तार ल ओके सुरेश राम्रो साथी एकदम बिजी छ अब हाम्रो यो चिज फ्याक्ट्री देउरालीको चिज फ्याक्ट्री यस्तै छ है साथीहरू सो मैले चाहिँ दही पनि पाएँ हजुर एकदम तपाईँ के दुध पुऱ्याउन ए हजुर होइन को चाहिँ झापा को चाहिँ म कहिले जाने म त जाँदिनँ नि अहिले कहाँ चाहिँ सुल्बु किन म त किन जानु मेरो त काम छ नि यहाँ दही लिन आएको कि घरदेखि पठाएर घरमा गाई छैन दही खानु पऱ्यो नि घाँस हाम्रो गाई छैन हौ दाइ मेरो यहाँ देउराली प्रभु बेङ्गल माथि हजुर तपाईँको चाहिँ कहाँ सुलबुङ कहाँ हो ए अनि दुध चाहिँ कति लिटर भरिँदैछ अहिले म त अहिले घरमै हो सुँगुर पाल्यो बस्यो कुखुरा पाल्यो बस्यो अब यहाँ दही खानु मन लाग्छ गाई छैन होइन अनि यसो किन्यो खायो साथीहरू हाम्रो अब गाई पालेको छैन घरमा त्यही भएर अब यसो दही चाहिँ किनेर खानुपर्ने हुन्छ अनि दुध कति लिटर हुन्छ दाइ कति यसको भरि हुन्छ आमामा पैसै यार आफ्नै हो कतिवटा छ हौ गाई दुईटा कति लिटर दिन्छ 3 लिटर 3 लिटर एक बिहान बेलुका 3 लिटर 6 लिटर अलिक ठुलो खालको गाई हल्यान्ड स्ट्यान्डहरू पाल्नुपर्छ 13 लिटर साथीहरू अब म दाइको चाहिँ गाईले बिहान बेलुका 6 लिटरमा दिँदो रहेछ है म पनि गाउँमा बस्ने त गाई पाल्थेँ अब छैन अब गाई नपालेको कारणले चाहिँ अब दही पनि किनेर खानुपर्ने अवस्था हाम्रो चाहिँ तपाईँहरू किन्नुपर्छ दही अनि घरमा बनाउँदैन ए ल हामी छुट्यौँ ल कहिलेदेखि जाने ए यहीँ सिम्पल फुड बिहानको खाना है दाल भात तरकारी अचार बट प्योर ह्याप्पिनेस त्यही हो अब बिहानको खाना खान लागे है साथीहरू कमेन्टमा लेख्नु होला तपाईहरुलाई गाउँको खाना मन पर्छ कि सहरको
एज सिम्पल एज होइन गाउँ खाना चाहिँ यस्तै हुन्छ सो दही अनि यो मकैको र चामल मिक्स भात अनि फर्सी र आलु अचार ढेँडे खोर्सानी सो मैले चाहिँ सुरु गरेँ साथीहरू भोक लागेको अवस्था 10:30 पनि भइसक्यो दही चाहिँ अमिलो पनि रहेन रहेछ गुलियो पनि रहेछ ठिक्क लाइक खान सक्ने खालको रहेछ है साथीहरू बाइ द वे बिहान चाहिँ घाम लाग्यो न्यानो थियो सोरेको एकछिनमा जम्पर चेन्ज गर्नु पऱ्यो घाम गइसकेको अवस्था फाइनली मेरो बिहानको खाना पनि सके है साथीहरू दही चाहिँ मिठो थियो चिज फ्याक्ट्रीको भए पनि साथीहरू हाम्रो रुख टमाटर पनि फल्दै रहेछ पाक्दैछ बाबाले कहाँदेखि लिएर रोप्नु भएको रहेछ अब अचार बनाएर खानुपर्छ मम्मी डेम पार्कमा सबै साथीहरू हाम्रो राई सुब्बाहरूको चाहिँ यो चियापान हो यस्तो इष्टमित्र आउँदा यही चिया दिने चलन छ अब यसलाई चाहिँ हामी सुम्चाउनु पर्छ बोरामा हालेर सुम्चाउनु भन्नाले अब बोरामा उत्र यस्तै छ हाम्रो गाउँघरको सिम्पल लाइफ सिम्पल काम अब सिकिराख्नुपर्छ यस्तै चाहिँ साथीहरू हाम्रो गाउँको जिन्दगी सिम्पल लाइफ बट फुल अफ ह्याप्पिनेस अब यो घरमा खाने भन्दा पनि पाहुना पात आउँदा चाहिँ स्वागत सम्मान बुनले गाइदियो जाने भयो जाउमाया कुनजना साथीहरू अब मेरो यो पाहुना पात आउँदा सुम्चाउने काम पनि सकिन आँट्यो सो अब सकिहालौँ है यो सुम्चाइसकेपछि प्याक गरेर भित्र राखिदिने घरमा कसले दिएको टन्नै छ मिठो हुन्छ कटुस कस्तो खालको मिठो हुन्छ मलाई यो तिमीले दियो होइन खास के भन्नुपर्छ थ्याङ्कु भन्नुपर्छ कि थ्याङ्क यू भन्नुपर्छ मैले के भन्नुपर्छ म त होइन नि अरूलाई त थ्याङ्कु भन्थ्यो त थ्याङ्क यू चाहिँ हो ल तिमीले मलाई सिकाउनु धन्यवाद ल अब चाहिँ म थ्याङ्क यू भन्छु ल थ्याङ्क यू दियाङ थ्याङ्क यू बुनु तर पनि वेलकम भनिदेऊ न घरको कसले ल्याउने दियाङ पनि बाठो छ मान्छे त ए साथीहरू यो चाहिँ दियाङले मलाई दिएको कटुस सो मैले पनि खाएँ होइन मिठो छ डह्रो छ त्यो त डह्रो छ त ए मैले त यस्तो डह्रो त खाएको थिइनँ त हो ल भुटेको कारणले डह्रो भएको रहेछ नि सो यो चाहिँ भुटेको रहेछ त्यो भएर डह्रो भएको नभुटेको चाहिँ सफ्ट हुन्छ अलिकति कटुस यो जङ्गलमा पाउने अ काइन्ड अफ नट चाहिँ हो यो है साथीहरू अब चाहिँ पुरै साँझ भइसक्यो है यो टाइम चाहिँ मेरो मनपर्ने समय रमाइलो लाग्ने होइन साँझको पख टक्क चिया खाने र सो
वातावरणमा रमाउने समय मलाई चाहिँ एकदम साँझ पख चाहिँ एकदम शान्ति रमाइलो लाग्छ है यसो त आजको मेरो एक दिन सायद सहर जस्तो लग्जरी छैन होला साथीहरू तर यहाँको माया र शान्ति छ यदि तपाईँलाई मेरो ब्लग मन पऱ्यो भने लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला अर्को ब्लगमा फेरि गाउँको रमाइलो दिन देखाउने नै छु